हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज म तपाईँहरूलाई हेल्थ एसिस्टेन्ट भनेको के हो, यसको रिक्वायरमेन्टहरू के हो, कति पैसा लाग्छ र यसको स्कोप के छ भन्ने विषयमा म तपाईँहरूलाई आज बताउन गइरहेको छु। हेल्थ एसिस्टेन्टलाई नै हामीले सर्टकटमा एचए भन्छौँ। अब हामीले एचए पढ्नलाई के चाहिन्छ भन्ने विषयमा बुझ्न गइरहेको छौँ। हामीले एसइईमा एटलिस्ट सी ग्रेड ल्याउन पर्छ, म्याथमा सी, इङ्ग्लिसमा सी, त्यस्तै गरी साइन्समा पनि हामीले सी ल्याउन पर्छ। र होल जिपिएको कुरा गर्ने हो भने हामीले एटलिस्ट 2 जिपिए ल्याउन पर्छ। पहिला हाम्रो इन्ट्रान्स हुन्थ्यो, इन्ट्रान्स दिन पर्थ्यो। इन्ट्रान्समा पास भयो भने बल्ल हामीले इक्जाम दिन मिल्थ्यो, तर अहिले त्यस्तो छैन। अहिले रिक्वायरमेन्ट 2 जिपिए भए पनि जसको 10 मा जिपिए सबभन्दा बढी आएको छ त्यसैको एडमिसन हुन्छ। र अब हामीले फीको बारेमा कुरा गर्छौँ। फी भनेको 4,04,000 हो, तर कुनै कलेजले 4,50,000सम्म पनि लिन्छ। तर फिक्स चाहिँ हाम्रो सिटिबिटीले तोकेको फी भनेको 4,04,000 नै हो, त्योभन्दा बढी दिने होइन। र अब हामीले करिकुलमको बारेमा बुझ्छौँ। करिकुलम भनेको हामीले अब एचए पढ्ने बेलामा फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर हुन्छ होइन। त्यस्तै गरी फर्स्ट इयरमा कुन सब्जेक्ट पढ्ने, सेकेन्ड इयरमा कुन सब्जेक्ट पढ्ने र थर्ड इयरमा कुन सब्जेक्ट पढ्ने विषयमा बुझ्न गइरहेको छौँ। फर्स्ट इयर भनेको एउटा हाम्रो साइन्सको सब्जेक्टहरू पढ्छौँ, जस्तो कि +2 साइन्सको सब्जेक्टहरू पढ्छौँ, जस्तो कि म्याथ भयो, फिजिक्स भयो, केमिस्ट्री भयो, त्यसपछि बोटनी, जुलोजी, अनि हाम्रो नेपाली पनि हुन्छ, अनि सोसल स्टडी पनि हुन्छ। र एउटा हामीले क्लिनिकल सब्जेक्ट पढ्छौँ जुन भनेको एनाटोमी एन्ड फिजियोलोजी हो। र त्यस्तै गरी अब हामीले सेकेन्ड इयरमा कुन पढ्छौँ। सेकेन्ड इयर भनेको हाम्रो टोटल क्लिनिकल बेस्ड सब्जेक्टहरू पढ्छौँ, जस्तो कि सेकेन्ड इयरमा हामीले पढ्ने सब्जेक्ट भनेको एउटा सर्जरी हुन्छ, सर्जरी फर्स्ट भन्ने हुन्छ, त्यस्तै मेडिसिन फर्स्ट हुन्छ, अनि क्लिनिकल प्याथोलोजी भन्ने हुन्छ, त्यस्तै फोर्थमा फार्माकोलोजी हुन्छ, फार्माकोलोजी एन्ड फार्मेसी भन्छौँ, जसमा हामीले मेडिसिनको बारेमा उसको मेकानिजम अफ एक्सन, उसको इन्डिकेसन, डोज र कन्ट्राइन्डिकेसनहरू पढ्छौँ। त्यस्तै इन्भाइरोमेन्टल हेल्थको बारेमा पढ्छौँ, पिएचसी एन्ड फ्यामिली हेल्थ पढ्छौँ, र बेसिक मेडिकल प्रोसिड्युर एन्ड फर्स्ट एड जुन हामीले बिएमपी भन्छौँ। र 8औँ भनेको हेल्थ एजुकेसन हुन्छ, र 9th भनेको अप्स एन्ड गाइने हुन्छ। अनि अब त्यस्तै गरी अब हामीले स्कलरसिपमा कसरी पढ्ने त्यो कुरा बुझ्न जरुरी छ। नेपाल सरकारले हामी सरकारी पढेको विद्यार्थीहरूलाई 9 र 10 सरकारी पढेको विद्यार्थीहरूलाई प्रत्येक वर्ष स्कलरसिप दिन्छ, जुन फुल स्कलरसिप नै हुन्छ, जुन 3 वर्षकै लागि स्कलरसिप हुन्छ। सर्वप्रथम हामीसँग के हुन पर्यो भने सिटिजनसिप हुनपर्छ र बर्थ सर्टिफिकेट हुनपर्यो। त्यस्तै गरी क्यारेक्टर सर्टिफिकेट हुनपर्छ। कहिले कसो क्यारेक्टर सर्टिफिकेट हुन्न, हाम्रो एसइईको रिजल्ट आउँछ तर क्यारेक्टर सर्टिफिकेट बनेको हुन्न, त्यसले केही फरक पर्दैन। अनि सरकारीमा पढेको हो भनेर एउटा स्कुलले प्रमाणित गरिदिन्छ, र मधेसी हो भने मधेसीको प्रमाणपत्र, दलित हो भने दलितको प्रमाणपत्र, मुस्लिम हो भने मुस्लिमको प्रमाणपत्र, र पिछडिएको क्षेत्रको हो भने पिछडिएको क्षेत्रको प्रमाणपत्र हुनुपर्छ।